नमस्कार प्रिय दर्शकवृन्द, के तपाईले कहिल्यै सोच्नु भएको छ भगवान शिवको मन्दिरमा शिवलिङ्गभन्दा अगाडि सधैँ नन्दीको मूर्ति किन राखिएको हुन्छ? आखिर नन्दी कसरी भगवान शिवका सबैभन्दा प्रिय भक्त र सम्पूर्ण गणहरूको प्रमुख बने? पौराणिक मान्यता अनुसार एक समय महान ऋषि शिलाद सन्तानहीन हुनुहुन्थ्यो। उहाँले यस्तो पुत्रको कामना गर्नुभयो जो असाधारण धर्मनिष्ठ र भगवान शिवको परम भक्त होस्। त्यसका लागि उहाँले वर्षौंसम्म कठोर तपस्या गर्नुभयो। ऋषि शिलादको तपस्याबाट प्रसन्न भएर भगवान शिव प्रकट हुनुभयो र वरदान दिनुभयो। केही समयपछि ऋषि शिलादले यज्ञ गर्दा दिव्य तेजबाट एउटा बालक प्रकट भयो। त्यस बालकको नाम नन्दी राखियो। नन्दी बाल्यकालदेखि नै अत्यन्त बुद्धिमान, विनम्र र भगवान शिवका अनन्य भक्त थिए। एक दिन केही महर्षिहरू आश्रममा आए। उनीहरूले दिव्य दृष्टिले नन्दीको आयु अत्यन्त छोटो रहेको बताए। यो कुरा सुनेर ऋषि शिलाद अत्यन्त दुखी हुनुभयो, तर नन्दी डराएनन्। उहाँले आफ्नो सम्पूर्ण मन भगवान शिवको चरणमा समर्पित गर्नुभयो र कठोर तपस्या गर्न थाल्नुभयो। दिनरात ओम नमः शिवाय जप गर्दै उहाँ अटल भक्तिमा लीन रहनुभयो। अन्ततः नन्दीको अटुट भक्तिबाट प्रसन्न भएर भगवान शिव र माता पार्वती उहाँका सामु प्रकट हुनुभयो। भगवान शिवले मुस्कुराउँदै भन्नुभयो, हे नन्दी, तिम्रो भक्ति, निष्ठा र समर्पणले मलाई अत्यन्त प्रसन्न बनाएको छ। आजदेखि तिमी सधैँ मेरो निकट रहनेछौ। सम्पूर्ण शिवगणको नेतृत्व गर्ने गणाध्यक्षको पद तिमीलाई प्रदान गर्दछु। साथै तिमी मेरो अविच्छिन्न सेवक र मेरो दिव्य विश्व स्वरूप वाहनका रूपमा पनि संसारभर पूजित हुनेछौ। जहाँ मेरो पूजा हुनेछ त्यहाँ तिम्रो पनि सम्मानपूर्वक पूजा गरिनेछ। यति भनेर भगवान शिवले नन्दीलाई आफ्नो दिव्य शक्तिद्वारा अलौकिक स्वरूप प्रदान गर्नुभयो। पौराणिक शैव परम्परा अनुसार त्यसपछि नन्दीले दिव्य विश्व स्वरूप धारण गर्नुभयो र भगवान शिवका दिव्य वाहनका रूपमा प्रतिष्ठित हुनुभयो। यो विश्व स्वरूप कुनै सामान्य पशुको रूप होइन, बरु धर्म, धैर्य, शक्ति, पवित्रता र अटल भक्तिको प्रतीक मानिन्छ। त्यही क्षणदेखि नन्दी भगवान शिवका परम भक्त, परम सेवक, शिवगणका प्रमुख गणाध्यक्ष तथा भगवान शिवका दिव्य वाहनका रूपमा तीनै लोकमा प्रसिद्ध हुनुभयो। यही कारणले नन्दीलाई केवल भगवान शिवका वाहन मात्र होइन, धर्म, अटल भक्ति, निष्ठा र सेवाको जीवित प्रतीकका रूपमा पनि श्रद्धापूर्वक पूजा गरिन्छ। यसै कारणले आज पनि प्राय सबै शिव मन्दिरमा शिवलिङ्गको ठिक अगाडि नन्दीको स्थापना गरिएको हुन्छ। परम्परागत मान्यता अनुसार भक्तहरूले पहिले नन्दीलाई श्रद्धापूर्वक प्रणाम गर्छन् र त्यसपछि भगवान शिवको दर्शन तथा पूजा गर्छन्। धेरै स्थानमा नन्दीको कानमा आफ्नो मनोकामना सुनाउने परम्परा पनि प्रचलित छ। विश्वास गरिन्छ कि भगवान शिवका परम भक्त नन्दीले भक्तको प्रार्थना महादेवसम्म पुर्याउँछन्। यस कथाले हामीलाई एउटा अमूल्य शिक्षा दिन्छ। साँचो भक्ति, अटल विश्वास, विनम्रता र निस्वार्थ सेवाले भगवानको विशेष कृपा प्राप्त हुन्छ। जब भक्त पूर्ण समर्पणका साथ ईश्वरको शरणमा जान्छ, तब असम्भव देखिने कुरा पनि सम्भव बन्न सक्छ। यदि यस्ता ज्ञानवर्धक भिडियो मन पर्छ भने ANT भिडियोसलाई सब्स्क्राइब गरेर बेल आइकन थिच्नुहोस्।